बालेन भिक्टरलाई तपाईँ बारम्बार किन टार्गेट गर्नुहुन्छ त? किन टार्गेट गरेको हिजोदेखि त भनेको यो भनिरहँदा तपाईँ पनि कहीँबाट सञ्चालित हुनुहुन्छ भन्ने प्रश्न आउँछ। होइन, त्यहाँको 44,000 टिबेटियनहरूलाई नागरिकता दिने शर्तमा भएको छ। अझै 44,000 हजुरलाई यो शर्तमा अहिलेको सरकार गठन आएको राति 3:30 बजी अमेरिकन एम्बेसी मालदिभ्समा भएको घटना, बङ्गलादेशमा घट्नु भएको, श्रीलङ्कामा भएको घटना र नेपालमा भएको घटना एउटै टिमले एउटै डिजाइनमा भयो, एउटै डिजाइनमा गरेर एउटै फन्डिङमा भएको छ। उहाँ पोरा बन्दुक भेटेको, यहाँ श्रीमानका अगाडि गुवा मलाई मार्न ल्याएको रहेछ बन्दुक भनेर रुने त्यो अहिलेको गृहमन्त्री यो सरकारले केपिएललाई पनि गर्न सक्दैन, प्रचण्डलाई पनि, बालेनलाई कसैलाई गर्न सक्दैन। कसैले संस्था स्थापना भएन भने सबैभन्दा ठुलो असर भारतलाई पर्छ। भारत 9 टुक्रा हुन्छ र फ्री टिबेट, चाइनाबाट टिबेट फुटाउँछ। त्यो खेल हुँदैछ। अनि त्यसको मैदान चाहिँ नेपाल बन्दैछ। त्यसको मैदान अखडा चाहिँ नेपाल बन्दैछ। जस्तो तपाईँको साधुहरूको अखडा थियो नि अस्ति कुम्भ मेला, त्यो अखडा विदेशीहरूको अखडा नेपाल बन्दैछ र नेपालका पनि अखडामा पनि कस्ता मान्छे बन्दैछन्। तपाईँ अहिले एउटा काम गर्नु न, तपाईँलाई सिम्पल कुरो हुन्छ, रक्षा बमको वरिपरि लाग्नुहोस् त के भेट्नुहुन्छ तपाईँहरूले? रक्षा बम जेन्जीको अनुहार हुनुहुन्छ रक्षा बम होइन, त्यो रक्षा बमले को रक्षा बम भने कैलालीको बहिनी हो, उसको वरिपरि र उसको मोबाइल र उसको त्यो उसमा गएर पहिलादेखिको मोबाइल छ नि, रेकर्डहरू टेलिकममा होला, पाउनुहोस्, खोजेर हेर्नुहोस् त के भेट्नुहुन्छ। त्यो त सम्बन्धित निकाय देश टुक्र्याउने काम गर्नु हुँदैन। अहिलेको प्रधानमन्त्रीज्यूले देश टुक्र्याउने काम अनि अहिलेको प्रधानमन्त्री के तपाईँलाई चाहिँ नि केपी ओली भन्दा कतिले लाग्यो, प्रचण्ड भन्दा कतिले लाग्यो, शेरबहादुर भन्दा कतिले लाग्यो? तर जेन्जी पुस्ताले यो विश्वास त त्यही सुशीला होइन, कुन जेन्जीले गरेछ? जेन्जीको सरकार होइन यो? के को जेन्जीको सरकार हुन्छ? जेन्जीका घाइते भइगए, जो जेन्जी मरेर गइगए, घाइते बेडमै छन्, हस्पिटल बेडमै छन्। जेन्जीको लडाइँ गराएको छ। यो सरकार अबको हप्ता 10 दिन पछाडि कल्याण श्रेष्ठ प्रधानमन्त्री हुने दाउमा छ। बुझ्नुभयो? पूर्व प्रधान न्यायाधीश। अनि यो खेलै कनकमुनि दीक्षित, कल्याण श्रेष्ठज्यू त सुशीला कार्कीज्यूको बडो नजिकको मित्र पनि हुनुहुन्छ। प्रमाण मैले अस्ति देखाइदिएको त, अनि त्यहाँबाट के प्रमाणमा तपाईँ आउनुहुन्न अनि मलाई खुलासा भन्नुहुन्छ। मेरो पेजमा गएर हेर्नुहोस् न, मैले हालिदिएको छ त। बार फाउन्डेसन के हो, यो त सबै सुशीला कार्कीदेखि लिएर कनकमुनि दीक्षित अरे कुलमान घिसिङदेखि लिएर बालेनहरू, सुदन गुरुङहरू, तपाईँको चाहिँ आँखाको डक्टर हुनुहुन्छ नि सन्दुक रोय, अनि सबै बारबरा फाउन्डेसनका हुन् त। अनि अहिले बारबरा फाउन्डेसनको चाहिँ सरकार छ त, तपाईँलाई छैन थाहा? बारबरा फाउन्डेसनको सरकार हो, एनजिओको सरकार हो, आइएनजिओको सरकार हो। हुनुहुन्थ्यो, मलाई इङ्ग्लिस आएको भए, इङ्ग्लिस सिकेको भए तपाईँ पनि आज त्यही बारबरा फाउन्डेसनको हुने रहेछ। तर भएन, भगवान्लाई धन्यवाद छ। तपाईँलाई म भनौँ एउटा कुरो, यसको सबैभन्दा खेलाडी मान्छे भनेको 72 सालमा संविधान जारी गराइयो, राज संस्था सकियो, संविधान जारी गराइयो, धर्मनिरपेक्ष बनाइयो। त्यहाँबाट यो पुरानो पात्र काङ्ग्रेस, एमाले, माओवादीको काम सकियो। यिनीहरूलाई त्यहाँबाट साइड लगाउनलाई नयाँ पार्टीको डिजाइन गरियो। नयाँ पार्टीको डिजाइन गर्दाखेरि त कि त जनयुद्ध लड्नु पऱ्यो, कि त लडाइँ लड्नु पऱ्यो, कि त केही न केही त हुनु पऱ्यो नि, त्यत्तिकै परिवर्तनको लागि त केही त हुनु पऱ्यो। अब त्यस पछाडि के गरियो भन्दाखेरि तपाईँको गोविन्द केसीलाई सुताइयो टिचिङ हस्पिटलमा स्वास्थ्य र शिक्षा फ्री गर्ने भनेर। विवेकशील साझा पार्टी खडा गरेर कागजको टोपी लगाएर माइतीघर मण्डेलामा उभियाइयो। 13 वर्ष अगाडिदेखि यो 13 वर्ष अगाडिदेखिको यो प्लान हो। सुन्नुहोस् कुरो, त्यस पछाडि के गरियो? अब नयाँ दल त खडा गर्नु पऱ्यो नि त, पुरानो दलबाट काम हुँदैन। पुरानो दलको काम त सकियो, 4 सालबाट 72 सालसम्ममा सकियो। संविधान जारी गराउनु थियो, राजदरबारको हत्याकाण्ड थियो, सबै सकियो। यो दरबार हत्याकाण्ड चाहिँ कसले गरायो? यो सबै यिनीहरूकै डिजाइनमा हो। सबै नेताहरू सबै पश्चिमाको डिजाइनमा भयो। मलाई जुन रवि लामिछाने रासोपा पनि, रासपामा 70% मान्छे छन् विवेकशील साझा पार्टीका। यो कनकमुनि सुशीला कार्कीहरूको पार्टी हो। सुन्नु न कुरो, त्यस पछाडि 30% चाहिँ बालेनको वरिपरि छ। 70% रासोपामा, 30% बालेनकोमा। सुमना श्रेष्ठ रासोको माग्नुहुन्थ्यो, 72 बालेनलाई घुमाउँथे। सुमनाको बुढोको भन्न सक्नुहुन्छ तपाईँ? सिआइएको एजेन्ट हो। कसैले भन्छ यसरी
यो त्यो आधार हुनु पर्यो। बनायो भने को सिफारिस गरेछ बालेनले भन्दाखेरि बसेर पिछा फेरेर उठ्न नसक्ने मान्छे। फेरि तपाईँ त्यही कुरा भन्नु। त्यही त भन्दैछु त। अनि हो नै त्यही के अर्को इङ्ग्लिस मलाई आउँदैन, संस्कृति खाइहाले। संस्कृति त नयाँ शिक्षा लागू गरेर खाइहाले। सम्माननीय प्रधानमन्त्रीको बारेमा सम्माननीय प्रधानमन्त्रीले पिछा फेर्दिनन्, बसेर पिछा फेर्नु पर्दैन, बसेर पिछा फेर्नु। तर त्यो टिप्पणी जुन तपाईँ गर्दै हुनुहुन्छ एउटा प्रधानमन्त्रीको विषयमा गर्दै हुनुहुन्छ, किन 72 वर्षको केपी ओलीलाई उठाएर हटाएर 75 वर्षको महिलालाई ल्याइयो, हिँड्न नसक्ने महिलालाई? त्यो प्रश्न गर्नुहोस् न। होइन म भन्दैछु त, बसेर उठ्न नसक्ने मान्छेलाई अहिले सुशीला आन्टीलाई के भइरहेछ अरे भने सम्माननीय प्रधानमन्त्री नै पुग्नुभन्दा अगाडि त्यसलाई अराजकता भन्छ भनेपछि अहिले पनि केपी ओलीहरूले त्यही सोचे जेएनजीलाई। तर जेएनजीको माग भनेको, जेएनजीको असली कुरा भनेको दुईटा थियो, एउटा सोसियल मिडिया, एउटा भ्रष्टाचार। तर जेएनजीले भन्छ सोसियल मिडिया हाम्रो मुद्दै थिएन त, भ्रष्टाचार र सुशासनको मुद्दा थियो हाम्रो। त्यही त, भ्रष्टाचार र सुशासनको मुद्दा थियो। जे भने पनि उनीहरूको माग त पुरा भएन। अब जेएनजी कहाँ पुग्यो अहिले? जेएनजीलाई टेकेर जेएनजीलाई